जान सकिन्छ तारा सर? चार हात खुट्टा नै टेक्नु पर्छ ल। ल ल ल ग्रिप छ नि सर जुत्तामा त, ग्रिप छ नि जुत्तामा। यो त नि यहाँ खुट्टा टेक्ने ठाउँ छैन। सकिन्छ सकिन्छ हेर्न न, चिप्लिनु चाहिँ भएन। तारा सर मेरो जुत्ता चिप्लो छ कि त्यही भएर डर लागेको हो क्या होइन, मेरो जुत्तामा ग्रिपै छैन नि त। तारा सर खुट्टा त थरर भयो त हौ। बिहानै आउनु खोजेको नि तपाईँ, फोनै उठाइदिनु भएन। खाने यतै खाने गरी भन्नु पर्यो सुरेन्द्रलाई भनेर। यस्तो छ अवस्था बाटोको। पाहाडै झर्ला जस्तो छ त, यस्तोमा कसरी बाटो लानु? देखाइदिउँ एकलट पछाडिको नजर हेर्दा ठाडै त्यहाँ अहिले हिँडेको ढुङ्गाको उताउति कस्तो छ त्यहाँ त नि पुरै यो ढुङ्गा लडेर आएर ठाउँ भएको नि, अस्ति ढुङ्गै थिएन नि, त्यस्तै माटो छैन त्यो पारी जस्तो थियो। बाटोको कन्डिसन यस्तो बसेको क्या, त्यो त फाल्दै आउनु मात्रै सन्चो पकाएको। अहिले त त्यो झरेर पनि एकछिन छोडेको हामी, अनि यसको क्वान्टिटी निस्कियो। जङ्गलै जङ्गल हिँड्नुपर्ने। यसो साइड जाँदाखेरि त्यो छ अवस्था यहाँको। अवस्था यस्तो छ। पारी डाँडामा चाहिँ हिउँ पर्छ अरे, यसो जाडोमा चाहिँ चिसोमा आइँदैछ बिस्तारै। ओहो म लडेँ यसरी। बाटोको अवस्था यस्तो छ, तल खोला छ। यो बाटो फेरि सुचारू गर्नुपर्ने। त्यो फेरि वान मिस्टेक गेम ओभर।
आइट सबै पहिरो गएर बाटो बिगारेर यताको पनि झर्छ सबै तल खोला छ यता अगाडि झर्ना यो त नि हाइकिङ गए जतिकै भयो त नि यो त हाइकिङ गए जतिकै भयो त नि बाँदर कराको बाँदर अब माथिबाट ढुङ्गा फाल्ला फेरि के हो चरा कराको कि बाँदर हिँड्दा हिँड्दा यहाँ तल एउटा झर्ना पो आइपुग्यो त दामी झर्ना रहेछ माथिबाट झरेको यहाँसम्म बाटो आएको भए त सर रमाइलो हुने रहेछ बाइक लिएर ल अब यो झर्नाको भ्यू हेर्नु अब बब्बाल छैन त ठ्याक्कै तल खोला माथि चाहिँ झर्ना वाइल्ड दामी रहेछ यो झर्नाको नाम चाहिँ सर ओसिरे झर्ना ल श्रेनजी बाटो त्यहाँ हरायो त कहाँ हो त्यो तेर्सो रहेछ सर हो त्यो मासतिर अरे उकालो उकालो मुनि है सर बाटो मुनि माथि छैन छैन होला सर त्यता बाटो होइन नि अघि हामी मुनिबाट झरेको नि रुख समाएर उहाँ
त्यो ढुङ्गाको मुनिबाट छिरेको नि हामी त्यहाँबाट छिरेको हो कि त्यहाँ घोचा गाडिदिइराख्नु भएको छ